Hello guys, welcome back to my new video. Ferry once again. अहिले फिलहाल चाहिँ म यहाँनिर राबदेन्सीमा चाहिँ वेस्ट सिक्किम राबदेन्सी हामी 4 जना आएको छ घुम्नु चाहिँ। After a long time यता हामी टासीबु आफ्टर लङ टाइम टासीबुसँग भेट भएको छ। टासीबु कस्तो फिल हुन्छ तपाईलाई? एकदम मजा छ है। अचानक कहाँबाट घुमेर आउनुभयो अरे? जोरथाङ विकसित गेजिङ विशाल है। अचानक प्लान बनेको नाइट ड्युटी गरेर आएर कस्तो हुन्छ? जग्गा चाहिँ यस्तो दामी छ गाइस। यहाँ यतापट्टि चाहिँ बर्ड सेन्चुरी छ हो, त्यो चाहिँ हामी गएनौँ। पहिला लास्ट टाइम पनि हामी आउने भएको थियो, तर यहाँ चाहिँ अलिक टाइमको कमी भएर चाहिँ हामी आएनौँ। सो अहिले फाइनली जाँदैछ है। र फाइनली गाइस आइपुगिसकेको छ यहाँनिर राबदेन्सीको स्टार्टिङ पोइन्ट। म चाहिँ पहिला एकखेप चाहिँ यहाँ स्कुलको टाइममा आएको थिएँ है, टुरिज्मको थ्रुबाट। लास्ट टाइम अस्ति पनि जनवरीमा आएको थिएँ, तर आधी बाटोसम्म मात्रै, टाइम नभएर चाहिँ आधी बाटोसम्म मात्रै आयो। दिस इज स्टार्टिङ पोइन्ट। फाइनली गाइस आइपुगिसकेको छ। यहाँ भित्र हिमाल देख्दैछ है। मेरो जुत्ताको कति चाहिँ अलिक मैला भएर चाहिँ अब राइडर्सहरूको के हो हालत बाइक कुदाउँदाखेरि। म फर्स्टमा आउँदाखेरि चाहिँ यहाँ चढेर फोटो खिचिदिएँ गाइस मैले। अनफर्चुनेटली त्यो फोटो चाहिँ छैन अहिले फिलहाल मेरोमा। बल्ल आइपुग्यो। यहाँबाट चाहिँ गाइस पछि पारि राबङ्गा पनि देख्दो रहेछ। एनआइटी पनि देखेको छ सब तल हरिहरि हो। जेएनबी सिधा माथि भालेढुङ्गा पनि देखिरहेको छ यहाँ महिन्द्रा। ए हो रहेछ, यो चाहिँ भालेढुङ्गा। तर यो अन्त यो चाहिँ कञ्चनजङ्घा होइन, तर थाहा छैन हुन्छ हिमाल चाहिँ हो है। हिमाल चाहिँ हो। जग्गा बस्नु चढ्नु है तल भएको छ बताइदिएको। र गाइज हामी चाहिँ फाइनली घुमिसक्नु आँटेको छ है। यता विसर्जनको नाटेको छ। म चाहिँ यहाँ माथि यहाँ चढिकन आएको। ऊपरबाट सिटी बजाएर चाहिँ निक्लिहालेँ। यो टासीबु हाम्रो टासीबुको माथि हिमाल। ल फर्क्यौँ है अब चाहिँ। फाइनली गाइज अहिले चाहिँ हामी फर्किँदैछ। कस्तो लाग्यो विशाल दा तपाईँलाई राबदेन्सी धेरै दिन बाद घुम्न आएर? यहाँ अलिक भनिदिनु होला। चरेको मात्रै थियो भन्नु। टासीबु तपाईँलाई कस्तो लाग्यो? मजा लाग्यो है। मजा लाग्यो है। यता टासीबुको साथीले चाहिँ कस्तो लाग्यो? एकदम खुसी लाग्यो तपाईँहरू भेटेर। मलाई भेटेर चाहिँ गुड नाइट।